नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरुलामा। न्यूज सुरु गरौं। मन्त्री परिषदको बैठक आज बस्ने सम्बन्धी प्रसंगबाट। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मन्त्री परिषदको बैठक आज बस्दैछ। सर्वोच्च अदालतले फागुन 23 मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा सरकार रूपान्तरण भएपछि पहिलो पटक मन्त्री परिषदको बैठक बस्न लागेको हो। बैठक अपराह्न 4 बजे डाकिएको एक मन्त्रीले जानकारी दिनुभएको छ। तर बैठकका एजेन्डा बारे भने जानकारी नभएको उहाँले बताउनु भएको छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा सरकार जोगाउन प्रधानमन्त्री ओलीले कांग्रेस वा जसपाको समर्थन अनिवार्य लिनुपर्ने अवस्था छ। आजको बैठकमा यसबारे छलफल र परामर्श हुने बताइएको छ। संसदमा एमालेसँग 120 सिट रहेको छ, कांग्रेससँग 63, माओवादी केन्द्रसँग 53 र जसपासँग 34 सिट रहेको छ। सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा 12 जना भन्दा धेरै घाइते भएका छन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको छ। विष्णुपुर गाउँपालिका 1 बाट जन्ती बोकेर गएको गाडी बोदे वर्षाइन नगरपालिका 8 काँचनतर्फ फर्किने क्रममा बोदे वर्षाइन नगरपालिकाकै ओडा नम्बर 3 गौरामा आफै अनियन्त्रित भएर गाडी दुर्घटना भएको हो। सगरमाथा डेरीको पर्खालमा ठोकिएर ना 1 ज 8938 नम्बरको गाडी दुर्घटनामा बोदे वर्षाइन नगरपालिका 8 काँचनका 45 वर्षीय बच्चालाल दास र 29 वर्षीय देवनारायण दास गम्भीर घाइते भएका छन्। यी 2 जनाको रूपनी गाउँपालिका स्थित युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा 23 वर्षीय रविन कुमार दास, 50 वर्षीय राम दास, 35 वर्षीय शिवकुमार दास, 22 वर्षीय शंकर शाह, 25 वर्षीय विजय कुमार यादव, गाडी चालक 25 वर्षीय मुकेश कुमार चौधरी, 30 वर्षीय जयप्रकाश शाह, 23 वर्षीय चन्देश्वर शाह, 17 वर्षीय तेज कुमार दास, 18 वर्षीय दीपक कुमार यादव, सोही उमेरका कृष्ण कुमार दास, 19 वर्षीय उमेश कुमार यादव घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बाराको निजगढ नगरपालिका 9 बुद्ध चौकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। मंगलबार बिहान 19 वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो। उनी पेन्टरको काम गर्थे। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। अनुसन्धानको लागि विशेष तालिम प्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनास्थलमा रहेका डीएसपी गौतम मिश्रका अनुसार रौतहट चन्द्रनिगापुर घर भएका उनी निजगढ नगरपालिकामा पनि रहेको आफ्नै घरमा बस्दै आएका थिए। 2 तले घरको तल्लो तलामा खाजा पसल छ। माथिल्लो तलामा उनी एक्लै बस्दै आएका थिए। मंगलबार बिहान खाजा पसल खोलेकाहरूले माथिल्लो तलामा हो हल्ला सुनेको र केही व्यक्ति भर्याङबाट ओर्लिएर बाइक स्टार्ट गरेर भागेको देखेको बताएका छन्। सो सूचनापछि घटनास्थलमा पुगेको प्रहरीले माथिल्लो तल्लामा रोहितको मृत शरीर फेला पारेको थियो। घटनामा 1 जना शंकास्पद व्यक्ति रोहित रौतहटको चपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति मृतकको साथी नै भएको स्रोतले जनाएको छ। तर प्रहरीले पक्राउ गर्ने व्यक्तिको विवरण सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले भने शंकास्पद 1 जना व्यक्ति पक्राउ परेका छन्। संलग्नता बारे भेरिफाई गर्न बाँकी नै छ। मंगलबार बिहान बाराको निजगढ नगरपालिका 9 बुद्ध चौकमा 19 वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको छ। जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख लालकिशोर शाहले सहकारीले देश विकासमा टेवा पुर्याएको बताउनु भएको छ। जिल्ला सहकारी संघ लिमिटेड धनुषाको 51औं साधारण सभालाई सम्बोधन गर्दै प्रमुख शाहले सहकारिताले विश्वमा परिवर्तन ल्याएको बताउँदै सहकारीको सही रूपमा प्रयोग गरी मुलुकबाट गरिबीलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो। उहाँले हिटलरले यहुदीहरूमाथि गरेको अन्याय र त्यसपछि विकराल परिस्थितिमा यहुदीहरूले गरेको सहकारीको विकासले देशलाई समृद्ध बनाएको कुरालाई उठाउँदै सहकारीलाई इमानदारीता
पूर्वक अगाडि बढाए समृद्धिलाई कसैले रोक्न नसक्ने बताउनुभयो। उहाँले सहकारीको माध्यमबाट आफ्नो जीवन पद्धतिमा विकास गर्न सकिने तरिकाहरू बताउँदै आगामी दिनमा अनिवार्य रूपमा सहकारीमा आबद्ध हुन आग्रह गर्नुभएको थियो। सहकारीको मतलब नै एक अर्कालाई सहकार्य गरी अगाडि बढ्नु रहेको बताउनुभयो। कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मनोज चौधरीले जिल्लाको सहकारी सङ्घमा देखिएको बेतिथिलाई समाप्त गर्नको लागि सबै सहकारीले सहकार्य गरी अगाडि बढेर दोषीमाथि कडा कारबाहीको लागि पहल गर्नुपर्ने बताउनुभयो। जग्गाको बिक्रीदेखि लिएर अन्य रकम घोटाला सम्बन्धमा गिरोह छानबिनको आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष रामबाबु यादवको साधारण सभाबाट निवर्तमान अध्यक्ष तथा सञ्चालकबाट राष्ट्रिय सहकारी बोर्डको 18 लाख जग्गा बिक्री गरेको सम्बन्धमा घर भाडा बापतको 4 लाख, पुरानो सम्पत्ति सामान मिल बिक्री गरेको र हिनामिना गरेको रकम असुल उपर गर्ने र यसको लागि अदालती प्रक्रियामा जाने समेत साधारण सभाबाट निर्णय गरेको बताउनुभयो। कार्यक्रममा सहकारी सङ्घका सञ्जय कुमार शाह, रामचन्द्र पजियार लगायतको सहकारी कर्मीहरूको उपस्थिति रहेको थियो। सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएका सामाजिक अभियन्ता स्वर्गीय अमित झाको छोराको अभिभावकत्व सिद्धार्थ स्कुलले लिएका छन्। सिद्धार्थ शिशु सदनका प्रिन्सिपल राजु यादव र सञ्चालक शीतल यादवले स्वर्गीय झाको घरमा पुगे उनका छोरा हर्षित झाको कक्षा 12 सम्मको पढाइको जिम्मा लिएको विद्यालयले जनाएको छ। सञ्चालकद्वय राजु यादव र शीतल यादव स्वर्गीय झाको घरमा पुगे श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनका छोराको अभिभावकत्व ग्रहण गरेका छन्। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा केन्द्र सार्न खोजेको भन्दै स्थानीयवासीले तालाबन्दी गरेर विरोध प्रदर्शन गरेको छ। गएको फागुन 21 गते चन्द्रनगर गाउँपालिकाको वडा नम्बर 6 र 7 मा पर्ने नाडीताल परिसरमा रहेको गाउँपालिकाको केन्द्रपालिका अध्यक्ष महेन्द्र महतोले सत्ता र पावरको आडमा वडा नम्बर 2 बबरगञ्ज स्थित आफ्नै गाउँमा सार्न खोजेको भन्दै स्थानीयवासीहरू विरोध प्रदर्शन गर्दै अनिश्चितकालीनका लागि रिले अनसनमा बसेका छन्। चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्न खोज्दा स्थानीयवासीको विरोध र तालाबन्दीको कारण गाउँपालिकाको कार्यालय गत शुक्रबारदेखि खुल्न सकेको छैन। गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो लगायतले चन्द्रनगरमा रहेको केन्द्र बबरगञ्जमा सार्ने षड्यन्त्र गरेको भन्दै चन्द्रनगर कामत खड्काटोल लोदुवा नारी लगायतको गाउँका बासिन्दाहरूले गत शुक्रबारदेखि गाउँपालिकाका कार्यालयमा तालाबन्दी सहितको धरना र विरोधमा उत्रिएका छन्। तालाबन्दी र धरनाको कारण कर्मचारीहरू चन्द्रनगर बजार स्थलमा पुगे पनि काम नगरी फर्किरहेका छन् भने अति आवश्यकको काम गराउनु पर्ने सेवाग्राही फारममा मारमा परेका छन्। तर उहाँ पटक पटक षड्यन्त्र गरी आफ्नो प्रतिबद्धता विपरीत 50% को जनताको मध्यम र कामकाजको हिसाबले पनि नजिक र सहज भएको ठाउँबाट आफ्नै गाउँमा सार्न खोजेको आरोप लगाएका छन्। स्रोतका अनुसार केन्द्र सार्ने पक्षमा 25 जना सदस्य मात्र सहभागी भएका छन्। 2 वटा ओडा बाहेकका 5 वटा ओडाका वडा अध्यक्ष सहितका वडा सदस्य एवं गाउँलेले पहिलादेखि नै गाउँपालिकाको कार्यालय सार्न दबाब दिँदै आएको आरोप लगाएका छन्। कर्णाली नदीमा एकै परिवारका 2 जनाको शव भेटिएको छ। अन्य 3 जना हराइरहेका छन्। प्रहरीका अनुसार माछा मार्ने क्रममा आछामको पञ्चदेवल विनायक नगरपालिका 4 बेलखेत नजिकै जाल तान्दा शव भेटिएको हो। पश्चिम दैलेखको 8-20 नगरपालिका 3 निमायल निवासी मानसिंह बडवालकी 2 छोरी वर्ष 16 की कल्पना र वर्ष 12 की सरिता बडवालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँको अनुसार मानसिंहकी 3 छोरी 1 छोरा र श्रीमती आइतबार दिउँसो 4 बजेदेखि बेपत्ता भएका थिए भने 2 जनाको शव कर्णाली नदीमा भेटिएको हो। अन्यको अवस्था अझै पनि अज्ञात रहेको भन्दै प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ। डीएसपी श्रेष्ठले मानसिंहका
अनुसार हाल पनि 2 छोरीको शव भेटिए पनि एक छोरी एक छोरा र श्रीमती बेपत्ता रहेको जनाएको छ। स्थानीयका अनुसार मानसिंहकी श्रीमती सुकी माइत जान भन्दै घरबाट निस्किएकी थिइन्। स्थानीयले बताए अनुसार मानसिंहको परिवार चरम गरिबीमा रहेको र सोही कारण यो घटना हुन पुगेको बताएको छ। सुनको भाव आज 600 रुपैयाँले घटेको छ। आज सुन तोलामा 85,600 रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 86,200 रुपैयाँ रहेको थियो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनको भावमा उतार चढाव आइरहेको छ। यस्तै आज चाँदीको पनि भाव घटेको छ। चाँदी आज तोलामा 10 रुपैयाँले घटेर 1255 रुपैयाँमा कारोबार भइरहेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतको कोलकातामा भीषण आगलागी हुँदा 9 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 4 जना फायर फाइटर्स, 1 जना प्रहरी जवान, 1 जना रेलवे प्रोटेक्सन फोर्सका जवान र 1 जना रेल कर्मचारी रहेका छन् भने बाँकी 2 जनाको पहिचान खुल्न नसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। भवनको 13औं तलामा आगलागी भएको हो। आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको एनएनआईले जनाएको छ। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।